हाँसै यो के गरेर पर्किने र गौडलीले सानो प्रयास हँसाएको यस्तो हँसायो के भन्ने होला राम 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 मैले त बेटा यो दुईटालाई के प्रब्लम पर्यो भनेर डाक्टर पनि बोलाएको छु खै डाक्टर खै मकै भट्ट कसरी आना घेर्नु भएको हजुरले आनाको 5 मिनेट अलिवर आउँदै के हो के भलको सुरु गरिस् म चाहिँ सुटिङ हेर्न आएको आज कस्तो हुने रहेछ के हुने रहेछ राम्रो हुन्छ राम्रो है तपाईँहरूको एकदम मनपर्छ मलाई के मन पर्ने भ्लगहरू त्यो कार्यक्रम त हेर्नुहुन्न कार्यक्रम के गर्नुहुन्छ र थ्याङ्क यू सो मच जिन्दाबाद 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 केटीको स्वरमा भ्लग बनाउनु कि सबैले हेर्छन् ल नमस्ते सबैजनालाई हेलो एभ्रिवान गुड मर्निङ नमस्ते स्वागत छ तपाईँहरूलाई मेक्सम गौडेल भ्लगमा आफ्टर लङ टाइम लामो समय पछाडि म भ्लग फेरि सुचारू गर्न आइरहेको छु किनभने त्यस्तो कुनै विशेष कारण छैन कसरी हुन्छ सुटिङ भन्ने विषयमा आज म भ्लग बनाउन गइरहेको छु र हामीसँग तातो कलाकार के अरे उदाउँदो कलाकार के अरे वरिष्ठ कलाकार के हो अनि साथी अनि निको भइसक्यो भने होइन एक्लै बुझबुझ हुँदै हिँडिरहेछ नै यो चाहिँ भ्लग मेरो भ्लग यो चाहिँ भ्लग भने यही हो ल हामी भनेको यो गाउँको मान्छे हो भन्नेले सब्सक्राइब हानिहाल्नु पल्लो गाउँको मान्छे हो भने हेरेर सेयर हानिदिउँ ल सबैजनाले नमस्कार दाजु के छ हालखबर एकदम ठिक छ के छ आज म चाहिँ आज कमेडी नाइट च्याम्पियनको सुटिङ हेर्न आएको खासमा कसरी हुँदो रहेछ सुटिङ के हुन्छ कार्यक्रममा भनेर ओहो पवनजी स्वागत छ तपाईँलाई सन्तोषजी स्वागत छ तपाईँलाई पनि नमस्कार म यहाँ सुटिङ हेर्न आएको म चाहिँ सुटिङ हेर्न आएको खासमा कसरी हुन्छ तपाईँहरूको एकदम मलाई सुटिङ कसरी हुन्छ भन्ने विषयमा हेर्न आएको तपाईँहरू त कस्तो नेचुरल गर्नुहुन्छ है नेचुरल भन्नाले बेस्ट अफ लक कैलाश मलाई यु भेरी वन्डरफुल एन्ड नट टु वरी टु डिस्कभर अबाउट समथिङ मान्ने भयो नि यो केटीको स्वरमा भ्लग बनाउनु कि सबैले हेर्छन् ल नमस्ते सबैजनालाई यसरी बाबु पर्खिनु न बाबु नमस्ते के छ बाबु बिग फ्यान होइन आज सुटिङ हेर्न आएको कस्तो हुने रहेछ के हुने रहेछ भनेर शुभ नाम चाहिँ मेरो चाहिँ विष्णु विष्णु हजुर विष्णु शर्मा विष्णु सर हजुर शर्मा शर्मा हजुर के पढाउनुहुन्छ म होइन पढाउँदिनँ म चाहिँ सुटिङ हेर्न आएको आज कस्तो हुने रहेछ के हुने रहेछ राम्रो हुन्छ राम्रो है हुन्छ तपाईँहरूको एकदम मनपर्छ मलाई के मन पर्ने भ्लगहरू त्यो कार्यक्रम त हेर्नुहुन्न कार्यक्रम के गर्नुहुन्छ र तर उहाँको कार्यक्रम म हेर्छु सुमनजी भनेपछि म डाइहार्ड फ्यान हो एकदम मनपर्छ मलाई विचार न यसरी एकदम मनपर्छ भाइको भने एकदम मनपर्छ मलाई नमस्ते ल मेक्सम गोडेलको यो भ्लग चाहिँ एकदम हेरिदिनु पर्यो यो मान्छेलाई चाहिँ अब होइन मैले भ्लग बनाउनुको कारण चाहिँ उसले निलो क्रान्ति गर्दैछ सुन्नु न मैले भ्लग बनाउनुको कारण चाहिँ यो समयको माग त्यसो गरौँ जेन्डरको आवाज अलिक सानो आयो त्यही गतिको है मैले भ्लग बनाउनुको कारण चाहिँ समयको माग होइन परिस्थितिको कुराहरू समयले चाहिँ फोन गर्यो सुन्नु न भन्दैछु क्या समयको माग परिस्थितिको यो चिजहरू होइन क्या पैसा साकिएर सिधा भन्दा त्यसबाट पैसा आउँछ आउँछ अरे मन्डाइज पैसा होला र समयकै मागको लागि मैले भ्लग बनाइरहेको छु एकदम पुरै हेरिदिनुहोस् यो भिडियो मोनिटाइज गएको हुनसक्छ पुरै हेरिदिनु भयो भनेदेखि चाहिँ मोनिटाइज ब्याक हुन्छ अनि मेक्समले चाहिँ अब रमाइलो भिडियोहरू युट्युबमा रेगुलर हाल्ने भनेको छ योभन्दा 6 महिना अगाडि पनि त्यसै भन्थ्यो उसले त्यसबाट एउटा हाल्यो होला अनि बन्द हुन्छ जेनेरलको आवाज के सुनिन्छ होला जेन्डरको आवाजले सुनिएको छैन भनेदेखि कुरो त्यही हो मोनिटाइज हुनु पर्यो भिडियो सबैले हेर्नु होला र वाच टाइम पनि पुरा अलि पुरै हेर्नुहोस् एड पनि हेर्नुहोस् सब्सक्राइब गर्नुहोस् थ्याङ्क यू सो मच जिन्दाबाद 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 क्यामेरा देखि एक्साइटेड हुनुहुन्छ आजको आई एम टु मच एक्साइटेड म नेपालीमा बोलौँ है होइन इङ्ग्लिसमै बोल्नुहोस् न तपाईँको अस्तिको इङ्ग्लिस ज्ञान मारेको थियो नि सर ए अस्तिको त्यो वाला इङ्ग्लिस सोध्नु न क्वेसन सोध्नु न कति एक्साइटेड हुनुहुन्छ आजको लागि टु मच टु भेरिफाई नथिङ टु मच टु गेट एनिथिङ टु recognize for the nation to whom you discover Pulsar and Bajaj
मोटरसाइकल नट टु वरी अबाउट होन्डा होन्डा भेरिफाई पारे ब्लू टिक भनेर नि त नि ए ब्लुटिक अनि या इट्स लङ टाइम या मोटरसाइकल धुवा बिहान बिहानै भटभटे एन्ड स्कुटर स्कुटर एन्ड कुकुरले खेदाइ या इट्स माई प्रब्लम थ्याङ्क यू यस्तै त अब के गर्ने अब मैले यो 2 आना जति किन्नु पर्यो भने कसरी आना खेल्नु भएको हजुरले आनाको 5 मिनेट 10 मिनेट भयो भने पुग्यो दियाना मात्रै चाहिएको भइगयो कतापट्टि फर्केको जोता फर्केर हेर्दा पनि भइगयो नि फर्केको भने म दाल चाहिँ तपाईँलाई राजकुलोहरू यस्तो राजखानीहरू होस् भएको कि बाटो गोरेटो बाटो होस् कि 20 फिटे होस् कि 7 फिटे होस् जस्ट 10 मिनेट हुनु 10 मिनटको जग्गा चाहियो ल तपाईँकोतिर काहीँ पनि 10 मिनटको जग्गा छ भनेदेखि चाहिँ कृपया उहाँलाई सम्झिदिनु होला भिकार जडिया एके कैलाश कार्की होइन त ब्रदर ल राम्रोसँग बान्दै फुस्केलाइ के हो के भनिदिएको दादा यो एपिसोडमा हाम्रो बुढाज क्यारेक्टर दुईजना कार्की दाइ र गौडे वाह ल ल ल किलर ओ कार्की दाइ अब यहाँ आगो बाल्नु पर्छ अरे ल जाडो छ कहाँनिर बाल्ने भित्र गएर बाल्ने भन्छ आगो बाल्नुपर्छ भन्ने मान्छे चाहिँ यो फेरि लबी हो बडी लबी हो दाजु है अलिवर आउँछ के हो के हो ए भलको सुरु गरिस् ज्यू यसो कताबाट खिचेको 34 सेकेन्ड त मुनि देखाएको छ त हैन त अलि मिलाउन यसलाई ए लौराले हुन्न ए दाजु मिल्दैन वेलकम ब्याक मैले दारी काटिसकेँ भित्र सुटिङ चलिरहेको छ तर अर्को एपिसोडको लागि दारी काटिसकेँ म मुख चाहिँ लुकाउँछु किनकि दारी बिना चाहिँ साह्रै नै नराम्रो देखिन्छ अरे हुन त यसै पनि राम्रो छैन म त्यही पनि नराम्रो देखिन्छ अरे र अर्को एपिसोडको लागि म रेडी भइसक्छु अब फेरि जे हुन्छ भित्र हुन्छ किनकि अब पहिलो एपिसोडमा यो ड्रेस लगाएर जुन क्यारेक्टर गरेको थिएँ अब दोस्रो एपिसोडमा अर्को गेटअप लगाउनु पर्ने हुन्छ त्यसैले अब लागौँ भित्र सुनेगा ये त्यो छुटाइदिनु नि मैले यसका सुनेगा गाना कपाल बन्दैछ मेरो राम्रो बनाइदिनु ल हजुरको जस्तै बनाइदिनु अब कपालमा धागो लगाएपछि म रेडी हुन्छु अनि रेडी टु गो है बा अहिले आमा मकै भट्ट तिमी आएको चालै 4 दिन आए साडी वो गम म हो हामी रेडी भयौँ है गम थियो कि होइन सानीलाई सानीमा ठुलेलाई कान्छी भन्दा हो त कान्छी आमा ठुली आमा इजी छ त बेटा दुईटै आमा एउटै घरमा यार म त भाग्य मानिरहेको छु कसैको एउटै हुँदैन मेरो दुईजना आमा हुनुहुन्छ मैले त बेटा यो दुईटालाई के प्रब्लम पर्यो भनेर डाक्टर पनि बोलाएको छु खै डाक्टर खै ए आफूलाई बोल्न गाह्रो लागेर आमाको छातीमा निराउँछु भनेर सुत्न गएको बुवा भुत्लाले भिजाएर लास ल्याउनु भयो यार मैले पनि त्यस्तै भएर चाहिँ दुईटीलाई छोडेको तर माया चाहिँ लाग्छ बुवा माया चाहिँ डेन्जर गर्नुहुन्छ है वाइल्ड गर्छु म त सिक हुन्छु बहिनी जामिया बिरामी हुन्छु भन्नुभएको होला बुवाले तपाईँहरूले अर्कै बुझ्नुभयो र यससँगै भात छ बहिनी पनि यहाँ भात छ भित्र प्रभात छ र अब हाम्रो अब हाम्रो प्र्याक्टिसको समय भएको छ दिदी ल प्र्याक्टिस सुरु गरौँ र हामी खासमा भ्लग बनाउन आएका थियौँ बिचमा सुटिङ पर्नाले गर्दा ओ डाक्टर
डाक्टर के हो तिम्रो नाम परिचय पाम हिमाल जस्तै रहेछ तिमी ए दिदी एउटा सेल्फी र यससँगै हाम्रो ब्लग सकिएको छ पर्फर्मेन्स पनि सकिएको छ दिदी खै म पनि त्यही भन्नु पर्यो ल भन्नु त र यो सँगै हाम्रो ब्लग सकिएको छ सँगसँगै सुटिङ पनि सकिएको छ आवाज बसेर कस्तो गाह्रो बिचमा त सुमन बोल्दै थियो फेरि यहाँ मजा आयो आज चाहिँ आफ्नै आमाको अगाडि हजुरआमाको अगाडि सबैजना अडियन्सको अगाडि पर्फर्म गर्न पाइयो धेरै खुसी लागेको छ बडो खुसी लाग्यो मजा आयो बहिनीलाई आई लभ यू छ आई लभ यु टु दिदी लभ यू छैन हाँसेको हाँसे त्यो के गरेर पर्किने र गोडलीले सानो प्रयास हँसाएको यस्तो हँसायो के भन्ने होला राम 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 मजा आयो दिदी भगवानको कृपा नाटेश्वरी भगवानको कृपा दुईजनालाई यस्तो खालको प्रसन्न आइरहोस् दिदी आशीर्वाद लभ यू दिदी एउटा फोटो खिच्छु ल ल कर्किनी होस् मैले थ्याङ्क यू ब्लग पनि बनाइरहेको ए ल ल थ्याङ्क यू सो मच दिदी ल सक्यो सेल्फी खिच्दैछौँ हामी